टाइम इज कति बजेको छ भने छट्ट लाएर हेरिदिउँ है त 9:25 गएको छ। खाँदा खाँदै बिर्सिछु, खाइसकेपछि अनि याद आएर अहिले म तपाईँहरूलाई चट्ट लाएर अलिकति सरर देखाइदिन्छु। त्यो चाहिँ कुर्सीमा ढ्याप्प बसिराख्नु भएछ। के छ साउजी? सो हेलो एन्ड नमस्ते साथीहरू, आफ्टर ए लङ टाइम यो प्यारो जीवन समलगा इज ब्याक अगेन। र धेरै दिनपछि साथीहरू के भन्नु, यस्तै छ होइन। अब उता मम्मी ड्याडी यहाँ आइसकेपछि यताको काम उताको काम पुरै काममा बिजी भयो। मैले इन्ट्रोमै सब कुरा भन्दैछु साथीहरू, ध्यान दिएर सुनिदिनु होला भन्दै। अब काममा व्यस्त भइयो, दोकान बनाउनेदेखिबाट लिएर घरमा रहेको कामहरूदेखिबाट हरेक कुरा गरियो। अनि अहिले चाहिँ फाइनली दोकान पनि खोलिएको छ। 1-2 हप्ता भयो खुलेको होइन। अनि आफ्टर ए लङ टाइम पछि म पनि भ्लग स्टार्ट गर्दैछु। र अब के भन्नु र यस्तै छ। अब के भएको छ के भएको छैन भनेर त अभियसली अब भिडियोमा तपाईँहरूले बिस्तारै देखिहाल्नुहुन्छ। यस्तै नि हो, अब सुरु गरिएको छ, फेरि फिल्डमा आइएको छ, केटो फेरि आइरहेछ भनौँ न, त्यस्तै नि हो होइन। अनि यता किचनमा चाहिँ बुढी खानासाना पकाउने कार्यक्रम गर्दैछन् आफ्टर ए लङ टाइम। हाम्रो नयाँ किचन पनि हेर्नु होला साथीहरू, च्याट्ट लाएर नयाँ किचन हामी तल सरिसकेछौँ। यस्तै नि छ अब होइन। बिस्तारै सबै कुराहरू देख्दै गर्नुहुन्छ तपाईँहरू। र यता मेरो भतिज छ, भतिजसँग पढ्नको लागि बसिरहेको छ। के पढ्दैछस्? ए ल ल, यस्तै ठिकै छ होइन। बाबुले पनि अस्ति एउटा भिडियो बनाउनु, काका भिडियो बनाउनु, बुढीले पनि भिडियो किन नबनाउनुको बनाउनु, बाउले पनि भिडियो किन नबनाएको बनायो भने, आमाले पनि त्यही भन्नु, सबैले त्यही भनेका भनिराख्छन्। अब मेरो मनभित्रको कुरा कसले बुझ्छ र साथीहरू। बाहिर यस्तो कुकुर पेलिनु परेको थियो कि अब के गर्ने, यस्तै थियो। बेला पेलिनु पनि पर्छ, ठिकै छ। अब सबै कामहरू कम्प्लिटेड भइसकेको छ। अनि अब चाहिँ म पनि एकदम फ्री भइरहेछु भन्दा पनि अब पसलमै जानुपर्ने छ। अब भर्खर उठेर चिया खाएर अब पसलमा जान आँटेको। अब म पनि पसलमा गएर के कस्तो रहेछ म तपाईँहरूलाई च्याट्ट लाएर अलिकति सरर देखाइदिन्छु। त्यस्तै नि हो, अलिअलि कुराहरू अपडेट गर्दै गरौँला, बोल्दै गरौँला भन्दै त्यस्तै नि छ है त साथीहरू। ल बाहिरको नजारा चाहिँ कहिले नछुटाउने यस्तै छ है त बाहिरको नजारा च्याट्ट लाएर। अनि अब धेरै दिन भइरहेछ साथीहरू, 2 महिना जति है, 2 महिना जति भएको छ। अनि के बोल्दैछु के बोलेको छैन भनेर अलिकति केही मिस्टेकहरू हुनसक्छ, त्यसको लागि चाहिँ कम्प्रोमाइज गरेर हेरिदिनु होला। अल राइट साथीहरू, अहिले चाहिँ म यहाँ च्याट्ट लाएर हाम्रो पसलमा आइरहेछु। र यता बाहिर चाहिँ सामान राखिएको छ यसरी च्याट्ट लाएर। र अब यहाँभित्र प्रवेश गरौँ है त च्याट्ट लाएर। बत्ती पनि छैन। यता मेन मुख्य साउजी हुनुहुन्छ, साउनी। अनि यता साउजी च्याट्ट लाएर बसिएको छ है त साथीहरू। म चाहिँ जस्ट नाउ आइपुगेको पसल। र यस्तै छ, यस्तै गरिएको छ। यत्रो दिन यही काममा म बिजी थिएँ र फाइनली अहिले चाहिँ पसल पनि स्टार्ट गरिसकेको छ। र यस्तै छ है त साथीहरू, हाम्रो चिटिक्क परेको पसल। र हाम्रो पसलमा चाहिँ सबै आइटमहरू पाउँछ है त। यस्तै नै छ, बिस्तारै बोलिराखेको छु। धेरै दिन भयो भिडियो नबनाएको, त्यही भएर अलिकति कन्फिडेन्स लेभल डाउन भइरहेछ। त्यस्तै नि हो, बिस्तारै बनाउनु पर्ने हुन्छ। चामल पनि नयाँ आएको छ खेतबारी, अनि अर्को के बारी भन्ने सबै चामलहरू सबै एभाइलेबल छ है त हामीसँग। चिप्सहरूको आइटम सबै करेन्ट 2 PM लेज एभ्रिथिङ, कोक सोक, चिसो, एक्सट्रिम, जेली जुस, सबै कुरा है त साथीहरू। यस्तो टन्नै छ। किटक्याट, डेरी मिल्क, एभ्रिथिङ छ है त हामीसँग चाहिँ च्याट्ट लाएर। चिसो पानी, चिसो कोक, चिसो डेरी मिल्क, सब कुरा यस्तै नै छ। अब के भन्नु र, अहिले चाहिँ घर आइएको छ खाना खानको लागि। अनि म गएँ चिया खाएर पसलमा भने, अनि एकछिन पछि मम्मी र ड्याडी आएर खानासाना खानुभयो। र अहिले मम्मी ड्याडी पसलमा हुनुहुन्छ, अहिले म खाना खानको लागि आइरहेको छु। र यता मेरो बुढीले चाहिँ खाना पस्किँदैछिन्। यस्तै नै छ है त साथीहरू। अब भिडियो के कस्तो बन्दैछ भनेर 2 महिनापछि बनाउँदैछु, कस्तो के हुँदैछ मिलाएर हेर्नु होला। र बाबु पनि यता आएको आइछ। अब धेरै दिन भएको थियो भिडियोमा उसलाई पनि नदेखाएको, बनाएपछि देखाउने कुरो पनि आएन होइन। त्यस्तै नै छ। अब खानासाना खाऊँ अनि फेरि पसलतिर जाऊँ। बिस्तारै फेरि कन्फिडेन्स लेभल बिल्ड हुँदै जान्छ। अनि ट्याक्कसँगले कस्टमरहरू आएकोलाई पनि बनाउँदै ओर्दै अनि अझ रमाइलो हुन्छ। अनि त्यस्तै नै छ। अब के गरेको छु भनेर बिस्तारै देख्दै जानुहुन्छ। अब त्यस्तै हो गाइज। धेरै दिन भएको छ। यता सब्जी, भात, अचार, मासु पनि छ भने होइन, दाल कुन खाने? व्हाइट मान्छेले व्हाइट खान्छ नि दाल त। यो
चलिन्छ हौ साथीहरू। बिहानै पसल गयो, बेलुका 9 बजी आयो, टाइमै हुँदैन। त्यस्तै नि हो, भात यस्तरी देखाउनु पर्छ। एक पिस मासु तिमीलाई छ आधी आधी खाऊ न। दाल त चर्को हुन्छ। ल त साथीहरू यस्तो नै छ। म खानासाना खान्छु अनि ल म खानासाना खान्छु अनि भरे भेटौँ ल। नरिसाऊ है केटा हो। पसलमा आएर यता मम्मी दाल जोख्नु हुँदैछ चट्ट लाएर, अनि यता म चाहिँ प्याकिङ गर्दै यता राख्दैछु चट्ट लाएर भने यता डेडी चाहिँ कुर्सीमा ढ्याप्प बसिराख्नु भएछ। के छ साउजी? ठिक छ यता साउनी मुस्कुराउनु हुँदैछ। अब म यहाँ दाल प्याकिङ गर्नुपर्ने हुन्छ साथीहरू। चट्ट लाएर चप्पल यता राखिएको छ, यता प्याकिङ पनि हुँदैछ। दाल खाली हुँदैछ कि छ्याट्ट, यहाँ दाल खाली हुँदैछ। अब भर्नुपर्ने हुन्छ। चना पनि आज आउँदैछ। तपाईँले त्यहाँ कुर्सीमा बस्नु मात्रै भनेको क्या, मुखमा चलाउनु न। ल त साथीहरू अब प्याकिङ हानौँ है त प्याकिङ। अब एकचोटि यसलाई चेक हान्नुपर्छ यसरी। क्लियर रहेछ बाटो। अब यसलाई यसो गर। प्याकिङ भइसक्यो है त साथीहरू। लु अब धेरै दिन भएको थियो भिडियो नबनाएको र अहिले खाजा खाँदै गर्दा बनाउँछु भन्दै थिएँ। खाँदा खाँदै बिर्सिन्छु। खाइसकेपछि अनि याद आएर अहिले चट्ट लाएर आकृतिले चिया लिएर दिन्। अनि मालकिससँग चिया खाइयो। यता कृष्णले खाँदैछ, कृष्ण पनि आइरहेछ। अनि यता चाहिँ बाहिर चाहिँ आकृति छिन्, बाबु र आकृति भएर चिया लिएर आइरहेछन्। ए आकृति यता छिन्, बाबु त्यहाँ छ। यस्तै नै साथीहरू। अब हामीले खाइयो, अब आकृतिको पालो, आकृति र बाबुको। ल है त साथीहरू फाइनली अहिले चाहिँ घर आइयो र अहिले घर आइपुग्दा लगभग द टाइम इज कति बजेको छ भने छट्ट लाएर हेरिदिउँ है त 9:25 गएको छ घर आइपुग्दा। घर आएर खानासाना खाइयो। खानासाना अघि आएर खाएको। अनि फेरि पसलमा गएर पालै पिलो मम्मी ड्याडी म गर्दै पालै पिलो गरेर खानाको लागि आउँछौँ। अनि त्यसपछि फेरि पसलमा गयो अनि सामानहरू थन्काएर घर आइपुग्दा फ्रेस हुँदा हिसाब किताब गर्दा ट्याक्क लाएर 9:25 भएको छ। अब एकछिन मोबाइल हेर्ने अनि त्यसपछि सुत्ने अनि फेरि भोलि बिहानको ड्युटी भनेको त्यही हो। पसल गयो आयो, यस्तै थियो मेरो ड्युटी साथीहरू होइन। लगभग 2 महिना भिडियो नबनाएको। के गर्दै थियो जीवन, कस्तो कता के भनेर सोच्नुहुन्छ भने त्यस्तै नै थियो। पसल बनाउने कार्यक्रम, पसल बनिसक्यो, पसल सुरु भइसकेपछि मेरो ड्युटी चाहिँ त्यही छ। त्यस्तै नि हो। अहिले अब घर आइएको छ, मम्मी ड्याडी सुत्नुभयो। अनि आकृति चाहिँ त्यहाँ भिडियोहरू एडिट गर्दैछन्, म चाहिँ जस्ट यहाँ बसेर तपाईँहरूसँग बोलिरहेको छु। त्यस्तै नै साथीहरू। र भिडियो कतिको लामो भयो, कति के भयो मलाई केही आइडिया छैन। र आफ्टर लङ टाइम पछि भिडियो हालिरहेछु। आशा छ हजुरहरू यो भिडियो मन पराउनुहुन्छ भन्दै अहिलेको लागि बाइ बाइ, सी यू सुन गाइस।